हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ आजको भिडियोमा। र आज हामी तपाईँहरूको माझमा लिएर आएका छौँ पावर पोइन्ट अथवा प्रेजेन्टेसनको बारेमा चाहिँ हामी सिक्नेछौँ। र जुनसुकै ल्यापटपमा कम्प्युटरमा तपाईँले पावर पोइन्ट खोल्नु छ भनेपछि तपाईँले स्टार बटनमा गएर सिधै डाइरेक्ट POWER भनेर सर्च गर्नुभयो भने पावर पोइन्ट भनेर यहाँ देखिन्छ र यसमा चाहिँ तपाईँले खोल्नुपर्ने हुन्छ। र यो चाहिँ हाम्रो पावर पोइन्ट 2019 अथवा 2019को छ। र तपाईँको कम्प्युटरमा चाहिँ कुन छ त्यो अलि फरक हुनसक्छ, तर त्यति धेरै फरक हुँदैन। र तपाईँले यो खोल्दाखेरि चाहिँ सबैभन्दा पहिले यो देख्न सक्नुहुन्छ इन्टरफेसमा चाहिँ तपाईँको यसरी टेम्प्लेटहरू पनि दिएको छ र रिसेन्ट फाइलहरू यहाँ देखाएको छ। तपाईँले पहिले खोल्नुभएको फाइलहरू यसरी देखाउँछ र तपाईँले चाहिँ यसमा चाहिँ अरू टेम्प्लेटहरू पनि युज गर्न सक्नुहुन्छ। भनेपछि ब्ल्याङ्क गर्नुभयो भने चाहिँ खाली पेज आउँछ र यसरी आएको छ हाम्रो पावर पोइन्ट। र नर्मल्ली कुराहरू चाहिँ अब यसमा के छ भन्दाखेरि यिनीहरूको नाम चाहिँ हामीले थाहा पाउनुपर्ने हुन्छ। तपाईँले चाहिँ हाम्रो भिडियो वर्ड एक्सेलको भिडियो हेर्नु भएको छ भनेपछि सबै कुराहरू हामीले नामहरू त्यसमा भनिदिएको छौँ। लगभग सेम त्यस्तै हुन्छ। र नर्मली नामहरू थाहा पाउँदाखेरि चाहिँ हाम्रो माथितिर चाहिँ क्विक एक्सेस टुल बार दिएको छ र त्यस्तै यहाँनिर टाइटल बार दिएको छ। तपाईँले यसलाई सेभ गर्दाखेरि के नामले सेभ गर्नुहुन्छ त्यो आउँछ, नत्र प्रेजेन्टेसन भनेर यहाँ देखाएको छ। र यसमा चाहिँ हाम्रो साइन इन पनि गर्न सक्नुहुन्छ यदि जिमेल आइडी माइक्रोसफ्ट आइडी छ भनेपछि। र यसमा चाहिँ हाम्रो सो हाइट रिबनको डिस्प्ले चाहिँ यसमा दिएको छ। यो चाहिँ अलि फरक छ किनकि यो चाहिँ हाम्रो 2007मा छैन यो वाला। र अटो हाइड गर्नुभयो भनेपछि सबै कुराहरू चाहिँ यसरी हाइड पनि हामीले गर्न सक्छौँ। र त्यस्तै गरेर ट्याब भनेपछि ट्याबहरू देखाउन सकिन्छ। यहाँनिर रिबन ट्याबहरू चाहिँ ट्याबहरू हेर्न मिल्यो होइन। कमान्डहरू भनेपछि कमान्डहरू सहितको चाहिँ हाम्रो यहाँनिर देखाउँछ। र त्यसै गरेर यसमा चाहिँ मिनिमाइज गर्नुभयो भने चाहिँ यो टास्क बारमा आएर बस्छ। जस्तै तपाईँले अर्को काम गर्दै हुनुहुन्छ, यसमा केही लेख्दै हुनुहुन्छ र अर्को काम गर्नुपर्ने अवस्था, अर्को फाइल खोल्नुपर्ने अवस्था आयो भनेपछि हामीले यसलाई मिनिमाइज गरेर अरू फाइलहरू यहाँ खोल्न सक्छौँ। र त्यसै गरेर रिस्टोर डाउन पनि भन्छन् यसलाई, अनि म्याक्सिमाइज पनि भन्छन्। अहिले यो चाहिँ रिस्टोर डाउनमा छ किनकि यसमा क्लिक गर्नुभयो भने तपाईँको पेज बन्द नभएर आधा मात्र हुन्छ। र यसलाई चाहिँ पुरै स्क्रिनमा देखाउनको लागि तपाईँले म्याक्सिमाइज गर्नुपर्ने हुन्छ। यसको नाम चाहिँ दुईटा हुन्छ र यो चाहिँ क्लोज भइहाल्यो। यसमा चाहिँ केही कुराहरू सेयर गर्नु छ भने त्यो देखाउँछ र यसलाई चाहिँ हामी स्लाइड भन्छौँ। यो एरियामा चाहिँ हामीले लेखेको कुराहरू देखाउँछ र योभन्दा बाहिरको छ भने चाहिँ देखाउँदैन है फेरि। अनि यिनीहरूको नाम चाहिँ स्लाइड हो। जसरी हामीले वर्डमा चाहिँ पेज, एक्सेलमा चाहिँ सिटहरू भन्थे, त्यसै गरेर यसमा चाहिँ तपाईँको स्लाइड भनेर हामीले थाहा पाउने। र यो स्लाइडहरू चाहिँ यहाँनिर ब्ल्याङ्क होइन, टेम्प्लेटहरू कुन स्लाइडहरू थप्ने, कुन स्टाइलमा स्लाइडहरू थप्ने, यसको बारेमा चाहिँ यसमा दिएको छ। र नर्मल्ली कुराहरू चाहिँ बेसिकको जस्तै हुन्छ होइन, त्यस्तो धेरै फरक चाहिँ हुँदैन। अनि यहाँ पनि जुम टुलहरू होइन, जुम गर्न सकिन्छ। जुममा चाहिँ 400%सम्म र कम्तीमा चाहिँ 10%सम्म चाहिँ हामीले यसलाई जुम इन जुम आउट गर्न सक्छौँ। र यसमा चाहिँ हाम्रो पावर पोइन्टमा प्रेजेन्टेसन गर्दाखेरि चाहिँ यो कसरी देखाउने पेजहरू होइन, यसको बारेमा हेर्न सकिन्छ। यो यसरी चलाउन नै सकिन्छ अर्को लिएर। र यसमा क्लिक गर्नुभयो भने फेरि त्यसमा चाहिँ कुनमा राख्ने होइन, इन्डर सो गर्ने कि के गर्ने यसमा देखाएको छ। स्लाइड सो होइन, रिडिङ भ्यूमा पनि राख्न सकिन्छ। यसरी तपाईँले यहाँदेखि के गर्न सक्नुहुन्छ, राख्न सक्नुहुन्छ। र यस्तो भएको छ भने यसमा क्लिक गर्नुभयो भने नर्मल अवस्थामा आउँछ। नर्मल अवस्थामा चाहिँ तपाईँको यो साइडको पेजहरू पनि, यहाँ स्लाइडहरू पनि देखाउँछ। र उसरी नर्मल्ली हामीले हेर्दाखेरि चाहिँ त्यस्तो धेरै फरक चाहिँ हुँदैन। र यसमा चाहिँ होम ट्याबहरूको बारेमा छ, यसमा टुल्सहरू, र यसमा चाहिँ सेप्सहरू पनि यहाँ डाइरेक्ट देखाएको छ किनकि हामीलाई काम गर्न सजिलो होस् भनेर चाहिँ यसमा बढी जस्तो हाम्रो सेप्सहरू काम हुने भएकोले यो अगाडिदेखि दिएको छ। र यसमा क्लिक गर्ने बित्तिकै तपाईँको सेभ फर्मेट पनि आउँछ। सेभ फर्मेटमा चाहिँ यसरी फर्मेटहरू आउँछ र केही कुराहरू चाहिँ तपाईँले यहाँ पनि देख्न सक्नुहुन्छ। यसमा कलर सलर हाल्नेदेखि लिएर रेन्जहरू होइन, यो कुराहरू चाहिँ फर्मेटकै कुराहरू दिएको छ यहाँनिर।
अब लेख्नको लागि पनि हामीले यहीँदेखि लेख्न सक्छौँ र इन्सर्टमा पनि फोटोहरू ल्याउन होइन त्यस्तो धेरै कुराहरू चाहिँ गाह्रो केही छैन र यसमा चाहिँ इक्वेसनहरू पनि दिएको छ जस्तै म्याथका कुराहरू लेख्नु छ होइन ती फर्मुलाहरू बनाउनु छ भनेपछि हामीले युज गर्छौँ त्यो कुराहरू चाहिँ यहाँ दिएको छ अटोमेटिकली र भिडियोहरू पनि राख्न सक्नुहुन्छ अनि अडियो पनि राख्न सक्नुहुन्छ र 2019 अथवा 2019मा चाहिँ तपाईँको स्क्रिन रेकर्ड पनि दिएको छ स्क्रिन रेकर्ड पनि तपाईँले यहाँदेखि गर्न सक्नुहुन्छ अब यसरी स्क्रिन रेकर्डहरू अडियोहरू चाहिँ तपाईँले गर्न सक्नुहुन्छ जस्तै मैले यो रेकर्ड गरिदिएँ भने यसरी देखाउँछ र यो रेकर्ड चाहिँ अलि पछि बन्द गर्नको लागि चाहिँ माथितिर दिएको छ अब केही कुराहरू चाहिँ हामीले जस्तै यो गरे त्यसपछि रेकर्ड बन्द गर्नुभयो भने सिधा डाइरेक्ट यसमा आएर बस्छ र यसरी चाहिँ हामीले रेकर्डहरू गर्न सकिन्छ भिडियो फिचरहरू पनि दिएको छ नर्मल्ली कुराहरू त यसमा चाहिँ फोटोहरू होइन प्रेजेन्टेसनको लागि बनाइने डकुमेन्टहरू हुन्छन् र ड्रइङ टुल पनि दिएको छ यसमा चाहिँ ड्रइङहरू तपाईँले गर्न सक्नुहुन्छ होइन अब यसमा चाहिँ ड्रइङ टुल्सहरू गर्न सक्नुहुन्छ जुन धेरै भएर यस्तो देखिएको छ अनि डिजाइनहरू पनि छ डिजाइनमा चाहिँ हाम्रो पेजमा चाहिँ कस्तो कस्तो डिजाइनहरू हाल्ने होइन यसको बारेमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यसको पुरै भिडियो हामी बनाउने छौँ र यो चाहिँ खालि त्यत्तिकै बिगिनरकोहरूको लागि होइन कहिले चाहिँ तपाईँले यदि पावर पोइन्ट चलाउनु भएको छैन भने त्यसको लागि चाहिँ तपाईँले यतिकै बेसी कुराहरू थाहा पाउन सक्नुहुन्छ र अब जस्तै हामीले स्लाइडहरू चाहिँ कुन कुन स्टाइलमा राख्ने होइन त्यो अटोमेटिकली यो चाहिँ हाम्रो पावर पोइन्टमा अटोमेटिक डिजाइनहरू बनाइदिएको हुन्छ र ट्रान्जेक्सन भनेको चाहिँ हाम्रो पेजहरू खुल्दाखेरि होइन कुन स्टाइलमा खुल्ने त्यो चाहिँ हामीले यहाँदेखि बनाउन सक्छौँ जस्तै 1मा छ 2मा छ होइन अरू ट्रान्जेक्सनहरू पनि छन् यहाँनिर तपाईँले यसरी देख्न सक्नुहुन्छ पर्दा जस्तो पनि अब कस्तो राख्ने हो होइन यहाँ धेरै छन् ट्रान्जेक्सनहरू अनि जस्तै यस्तो चढा उडेको जस्तो पनि बनाउन सकिन्छ होइन अब कुन साइडतिर उड्ने त्यो लेफ्ट राइट बनाउन सकिन्छ अरू एनिमेसनहरू पनि दिएको छ एनिमेसनहरू पनि यहाँ हामीले लगाउन सकिन्छ अनि स्लाइड सोहरू पनि दिएको छ अनि रेकर्डको लागि रेकर्ड गर्नको लागि स्क्रिन रेकर्ड होइन MP4 एक्सपोर्ट गर्न सकिन्छ भनेको छ यहाँनिर चाहिँ सबै कुरा दिएको छ रिभ्यूमा पनि छ जस्तै स्पेलिङ चेकहरू गर्नु छ भने चाहिँ रिभ्यू कमेन्टहरू गर्नु छ भने र भ्यूमा चाहिँ हाम्रो यो कस्तोमा देखाउने होइन कलरमा देखाउने कि सादामा देखाउने कस्तो देखाउने यसमा सबै कुराहरू दिएको छ नर्मल्ली अब चाहिँ हाम्रो कलरमा ठिक हुन्छ होइन यदि कुनै बेला चाहियो भने चाहिँ त्यो पनि गर्न सकिन्छ यसरी चाहिँ हाम्रो यो पावर पोइन्टको बारेमा चाहिँ हामीले नर्मली कुरा थाहा पाएँ र सबै कुराहरू थाहा पाउनको लागि हाम्रो भिडियोहरू हेर्दै गर्नु होला लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला आजको भिडियो कस्तो लाग्यो थ्याङ्क यू